नमस्ते सपनाजी। हजुर नमस्ते, म सपनाजी होइन, म मणिरामजी हो। म स्वर्णिम वाग्ले, अर्थमन्त्री। ए हजुरको भोइसबाटै चिन्छु नि म। हजुर कर प्रसाद अर्थमन्त्री होइन त? ल यहाँलाई बधाई दिन फोन गरेको है मैले। हजुर के को बधाई दिन आँट्नु भयो? 1 लाख रुपियाँ पाउनुभयो। 1 लाख रुपियाँ के को? तपाईँले चाहिँ कहीँ सामान खरिद किन्नु गर्नुभयो होइन देवदहमा। ए हजुर हजुर, मैले 900 रुपियाँको सामान किनेको थिएँ। अब 900 रुपियाँको के किन्नु भएको रहेछ, त्यो चाहिँ हाम्रो सिस्टममा देखियो र यसलाई चिट्ठाको रूपमा हामीले चाहिँ यो छान्दाखेरि तपाईँको आज प्रोत्साहन उपहार कार्यक्रममा तपाईँ छानिनु भएको छ। होइन, अनि तपाईँ त अर्थमन्त्री जस्तो मान्छे, देशको अर्थतन्त्र डमाडोल छ, तपाईँ त अनि चिट्ठा खेलाएर बसिरहनु भएको छ त। अब 1 लाख रुपियाँ अब तपाईँले पाउनुभयो। यहाँको बम्पर उपहार आज पाउनु भएको छ। मैले बधाई दिन फोन गरेको। ल ल ल ठिक छ, 1 लाख त मैले पाएँ। बरु बधाई चाहिँ मलाई भन्दा पनि त्यो महँगोमा कर तिर्ने जनताहरूलाई दिउँ न। बिचरा मैले 1 लाख रुपियाँ पाएर के गर्नु, बाँकी ती लाखौँ जनताहरूले चाहिँ महँगोमा कर तिर्नु परेको छ होइन। अनि म एउटालाई चाहिँ यसो 1 लाख रुपियाँको चाहिँ एउटा चिठा दिए भनेर भिडियो बनाएर सामाजिक सञ्जालतिर यसो रैलो खैलो गर्नुभन्दा पनि त्यसको अर्थतन्त्र कसरी सुधार्ने त्यतातिर पनि ध्यान दिनु पर्यो है त। ल ल, म भोलि नै 1 लाख रुपियाँ लिन आइहाल्छु ल।